सम्पूर्णमा नमस्कार। तपाईहरु देख्न सक्नुहुन्छ यो चाहिँ बुटोलदेखि यता आउँदा यो धानखोला नजिकै लगभग धानखोलादेखि 3 किलोमिटर यता यहाँ शिवजीको चित्र कोरिएको छ। तपाईहरु देख्न सक्नुहुन्छ एकदम बवाल छ है शिवजीको चित्र। यहाँ चाहिँ यो पर्यटकीय दृष्टिकोणले पनि एकदम बवाल है। यो इन्डियनदेखि लिएर सबै नेपाली पुरै सबै नेपाली जनताहरू चाहिँ एकदम यहाँ फोटो खिच्ने एकदम बवाल। यिनी रहेका छन् नागदेवता है। नागदेवताले सबै नेपाली जनताको रक्षा गरून् है। त्यो भएको कारणले चाहिँ नागदेवताले सबै नेपाली जनताको रक्षा गरून् है। एकदम बवाल छ भित्तामा कोरिएको शिवजीको मूर्ति एकदम बवाल छ है। शिवजीको चक्क चित्र के बवाल के इन्डियनहरुको त फेमस के हैन। भोलेनाथ जय भोलेनाथ रक्षा गर सबै नेपाली जनताको रक्षा गर कल्याण गर भगवान। टक्कै नागदेवता रहेका छन्। नागदेवताले सबै नेपालीको जनताको रक्षा गरून्। सबैको रिस राग र अहंकार के होस्, मान्छेमा मानवता सिर्जना होस् भगवान है। सबै नेपाली जनताको रक्षा गर्नु। जय भोलेनाथ।